जरु कस्तो छ हौ साथीहरुलाई हाम्रो काठमाडौँको शिरतिर घुम्न आउने भए यस्तो छ है ठाउँहरु घुम्न आउनु होला पुरा यो चाहिँ काठमाडौँको एग्रिकल्चर फार्महरु हो झन्झर तालले भइरहा सपना तीर्थ मन्दिर जाने बाटो हो यो चाहिँ त्यहाँबाट माथितिरको कस्तो छ गाइज भ्यूज मन पर्यो भने घुम्न आउनु होला काठमाडौँ रमाइलो छ ठाउँ चाहिँ तर हाम्रो देशको नेताहरूले गर्दा के गर्छ पुरै कङ्क्रिटको सहर हुने भयो यस्तो दामी ठाउँ हाम्रो पनि यहाँ एउटा प्रोजेक्ट छ त्यो प्रोजेक्टमा काम गर्न आएको आज यो पहाडी चाहिँ शिवपुरी जङ्गल निकुञ्ज जाने बाटो हो एकदम रमाइलो ठाउँ रहेछ म पनि आज पहिलोपटक आएको यहाँ घुम्नलाई साथीहरू सबैजनालाई घुम्न स्वागत छ यहाँ निमन्त्रणा पुरा यहाँ चाहिँ पानी ट्याङ्की रहेछ यत्रो ठुलो 10,000 लिटरको होला पानी रहेछ यहाँ चाहिँ यो पर कुनामा चाहिँ कुकुरको फार्म रहेछ कुकुरहरूलाई राख्ने ठाउँ यस्तो दामी ठाउँ रहेछ नि त यार के छ गाइजहरु हामीलाई पनि यसो लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला हामीलाई नि माया गरिदिनु होला साथीहरु सो भिडियो बनाउनु सिकेको भिडियो बनाउनु न आउँदैन सिकाइदिनु होला हामीलाई पनि यस्तो दामी खेती हुने ठाउँ घरै घर बनेर सिद्धिने भयो हाम्रो चलिरहेको काम चाहिँ यही हो यस्तो दामी माटो छ बलौटी बलौटी यस्तो दामी गाउँ फलिराह साथीहरु ला लीला वाउ यो चराचुरुङ्गी नि धेरै रहेछ यहाँ चराचुरुङ्गीको आवाज नि एकदम धेरै सुन्नु पाइँदो रहेछ यो चाहिँ मेरो एकछिन ब्रेक टाइमको यसो रमाइलो हो एकदम राम्रोसँग गाउँ फल्या रहेछ यस्तो दामी यहाँ पानी पनि रहेछ इनार पनि रहेछ यहाँ
रेली आउँदैछ स्कुल अफ रिकभर यहाँ चाहिँ मानव सुधार केन्द्र पनि रहेछ कसैलाई जरुरी छ भने यहाँ नि आउँदा हुन्छ यहाँ तल ठुलो फार्म रहेछ झन् ओहो जोस् धेरै रमाइलो ठाउँ रहेछ बोट बिरुवा जङ्गल यस्तो जङ्गलै जङ्गल छ कि यति राम्रो जङ्गल छ एलन डु ड्रग्स जस्ट से नो टु ड्रग्स अरे वी डु रिकभर ड्रग एन्ड अल्कोहल ट्रिटमेन्ट सेन्टर यहाँ ड्रग एन्ड अल्कोहल ट्रिटमेन्ट सेन्टर रहेछ यदि कसैलाई त्यस्तो समस्या छ भने यहाँ आउँदा हुन्छ र यहाँ सुचारू छैन हो यो वाउ दामी ठाउँ रहेछ सुगा